हाम्रो सबसे यादगार बस्ने ठाउँ हाम्रो चिया पसल भनेको चाहिँ साइलाबा चिया पसल हाम्रो नो मोर भन्नुभयो उहाँ हैन खाली छ यहाँ खाली छ के छैन रेस्ट इन पिस रेस्ट इन हेभन हैन साइलाबा उ त्यहाँ बसिराख्यो हुनु त ओए मोटे भन्थ्यो अहिले चाहिँ हुनु न जाउँ हैन abi ल अहिले हुनु न त्यही भएर हामीलाई मिस भइराछ अहिले चाहिँ नमस्ते सर नमस्ते सर सर यो भ्लग हो सर अनि यहाँ अब खुट्टा राख्ने छ यहाँ हैन ओए बडे बडे फोन पक्र फोन पक्र फोन पक्र फोन पक्र फोन पक्र ओए भात यो चाहिँ गुड मर्निङ नमस्ते सर अनि हाम्रो सर पनि आइसक्नु भयो पुरा भिडियो हुन्छ नि त हजुर सर ल हेलो अनि वेलकम ब्याक टु माई न्यू भिडियो आजको भ्लगमा फेरि पनि सबैजनालाई स्वागत छ हैन म चाहिँ धेरै दिनपछि धेरै भयो हैन 2 महिना भयो होला मैले भ्लग गरेको छुइनँ मैले हल्का मैले टाइम पनि भएको थिइनँ नि त आज पनि गर्ने मुड चाहिँ थिएन त्यही पनि आज हामी घरमै बसिरहेको थियौँ उसले चाहिँ खसी हानिरहेको थियो हैन अनि यस्तो आयो कल ओ एडमिट कार्ड लिन नआउने जाउँ न त भन्दा फटाफट हामी चाहिँ आइदिएको होइन अब हामीसँग चाहिँ बाइक कार केही छैन हिँड्दै यस्तो घाममा होइन अनि मैले त्यही भएर आज मैले भ्लग गरिदिएको होइन अब हामी जाँदैछौँ कलेज राज पनि आजकल हामीसँग हिँड्न पनि छोडिदिएको छ अब त्यो अहिले अलिक रिच भएको छ लाइफमा पनि पुरै पार्टी हो अनि एक्सट्रिम हरे अनि डान्स पनि खत्ता हान्दो रहेछ अनि यो राजले पनि आजको दिनमा आएर छोडिदियो अब हामी कलेज जाँदैछौँ त्यहीँ देखाउँछौँ ल के रहेछ भनेर अनि हामी चाहिँ अहिले हाम्रो स्कुलको छेउमा आइसकेको छौँ इटाभट्टा होइन अनि हामी यहाँ हाम्रो सबसे यादगार बस्ने ठाउँ हाम्रो चिया पसल भनेको चाहिँ साइलाबा चिया पसल हाम्रो नो मोर भन्नुभयो उहाँ हैन खाली छ यहाँ खाली छ के छैन रेस्ट इन पिस रेस्ट इन हेभन हैन साइलाबा उ त्यहाँ बसिराख्यो हुनु त ओए मोटे भन्थ्यो अहिले चाहिँ हुनु न जाउँ हैन abi ल अहिले हुनु न त्यही भएर हामीलाई मिस भइराछ अहिले चाहिँ हामीहरु चाहिँ कलेज आइसकेको थियौँ हैन अनि यो चाहिँ रेगुलरै हो हामी कलेज आइपुग्यौँ भने हाम्रो अटोमेटिकली यो भित्रको आत्माले हामीलाई यता ठेल्लिन्छ अनि त्यसरी हामी यता आइसक्यौँ नि अब वेट तुलसी उ त्यहाँ हाम्रो एकछिन बस्ने ठाउँ छ रेस्ट गर्ने ठाउँ छ होइन अनि अब त्यहाँ गएर बस्ने अनि अरू कोही छ भने हामीसँग सँगसँगै लाग्ने हामी भनेको एक्लै अगाडि बढ्ने खालको मान्छेहरू होइन क्या सबैलाई लिएर बढ्ने खालको होइन हामी राम्रो चेन पो लाग्छ अनि के भन्छ यताबाट चाहिँ अहिले उहाँ चेन पनि लगाइदिएको रहेछ यो चाहिँ राम्रो काम गरेछ है ल अब हामी पुग्न आँटिसक्यौँ हामीहरूले चाहिँ सबै थोक गरिसक्यो भने आज पनि हाम्रो झन्डैले काण्ड भएको क्या एउटा खोइ फर्म जस्तो चाहिएको छ एउटा बिल चाहिएको छ हामी बिल कहिले बोकेर आउँदैन जहिले पनि केही न केही गर्दा केही न केही नबोकिन आउँछौँ अस्ति पनि मैले फटे बोकिन अनि हामीले फाइनली होइन लेखालिसकेको छौँ एडमिट कार्ड अनि एक्जाम गर्न जाने अब एक्जाम गर्ने हामीहरूले हल्का बिचमा केही भएर मात्रै हामीले यो हल्का ढिलो भयो होइन नभए त अहिले हामी पनि परबाट हाम्रो सर पनि आउनु हुँदैछ अनि के भन्नु अरू त्यही यो के भन्छ यो हाम्रो कलेजको केटीहरूले के भन्छ त्यो कुर्थामा कस्तो देखिन्छ भरे देखिन्छ होइन अनि केटाहरू रन्डेको बाँध जस्तो देखिन्छ सबैलाई यो भोटेलाई भोटे देखिन्छ चाहिँ मलाई अब के भयो हाम्रो जति पनि साथी छ सबैलाई कसैलाई गतिलो चाहिँ देखिँदैन होइन अनि हाम्रो भाइ के छ ठिक छ नि ठिक छ नमस्ते सर नमस्ते सर सर यो भ्लग हो सर अनि सर बिचकै हाल्नुको ठिक छ ल अब हामी पनि अब जाँदैछौँ होइन अबदेखि यो सरलाई समस्या केही पनि भन्दैन कुण्डुलाई कहिले अब म नमस्ते भनेर छेउबाट छ नि म यसरी हिँड्दिन्छ अब ल अब हामी उता पोखेर भेट्छौँ त्यसरी हिँड्नु पर्दैन यस्तो गर्दा यस्तो गर्दा त्यो सरै मुनि हुन्छ सताबाट देखेन मैले ल जे हो मैले भनिसकेँ हाम्रो एक्स स्कुल यहीँ छ इटाभट्टा के लेख्छ यहाँ एकता
टोल विकास संस्था दमकहाट झापा आम्मा ए दमक न झापा ओइ बडे नेपालीमा त फाडेर झन्डे अनि ल खरमुजाहरू पनि यहाँ बेचिरहेको छ खरमुजाको टाइम पनि जान आँटिसक्यो हात दुःख म बन्द गरेँ अब अनि हाम्रो यो इटाहटा स्कुल छेउ अगाडि चाहिँ अहिले यस्तो बनाइदिएको रहेछ यो चाहिँ मलाई निकै नै राम्रो लाग्यो होइन बटे अनि थ्याङ्क्स टु गभर्मेन्ट होइन 1 नम्बरले यहाँ हेर्नु खोइ भोटे गर्थ्यौ त केही यस्तो गर्दैन केही खोइ फोन देऊ यहाँ अब भोटेले यहाँ हल्का के न के चाहिन्छ गर त अनि ल ठिक छ यो पनि छ यहाँ चाहिँ हाम्रो भनेपछि यहाँ यो के हो यो एक्सर्साइज हो यो बहिनी गर त कुद त ए बहिनीलाई खेल्नलाई आएको रहेछ यो चाहिँ के हो यो यसमा खुट्टा राख्नुपर्ने हो ओ यो फोन यसो गएको त अब म पनि हान्छु के यहाँ अब खुट्टा राख्ने छ यहाँ होइन ओ बडे बडे फोन पक्र खुट्टा फ्या बार्नुपर्छ मेहनत कर पसिना बहा रुकना और थकना है मना ल भयो ल अब यता यो अर्को हाम्रो यो छ ट्रेडमिल ट्रेडमिल नन स्टप कति सक्छ ल यता पकिने जहाँ पक्रिँदैन भयो हो त्यहाँ ओ भात छ हेर्नुभयो अनि अर्को हाम्रो यो चाहिँ गुड मर्निङ नमस्ते सर अनि हाम्रो सर पनि आइसक्नुभयो ल हुन्छ आज एडमिट कार्ड निकाल्न गएको थिएँ अनि त्यही भएर एकछिन यहाँ राम्रो पढ्दै होला सर फर्स्ट हान्ने हो नि यो पालि अनि यहाँ चाहिँ सेटअप सुधा न यता खुट्टा यहाँ यो खुट्टा र यस्तो गरेर अड्काउ अनि गर माथिबाट चलाऊ अनि त खुट्टा हो त्यसरी अड्काउ ल हात चाहिँ छातीमा क्रस हौ ढाडको होइन हातको घुमाउनु पर्ने उल्टो भयो यो चाहिँ हो करङ ढाडको अब यति नै हो उता चाहिँ मैले ओभरमा गर्न ल्या ल बन्द गरिदिउँ एकछिन यो होइन गरेको पसिनाले बिजाइदियो अब हामी चाहिँ ह्याङ टिस्यु केही पनि बोकिनौँ नि त अनि यही हो ल अब एकछिन हामी यहाँ रेस्ट गर्छौँ अनि त्यसपछि ल हजुर बहिनीहरू पनि आउँदो रहेछ बन्द गर्छु भयो ल मैले त्यहाँ एकछिन एकछिन एक्सर्साइज गरिदिएको कस्तो गर्मी भयो फेरि आज अघि मौसम क्या आज कहाँ बस्छ यतै बस्छ हामीले उठ्टुहरूमा बस्छ त्यो पनि छोड्ने हामीलाई छोड्ने मान्छेलाई हामी वास्तै गर्दैनौँ होइन अनि एक्सर्साइज गरेको मेरो पैसा पनि नभयो फेरि अघि मौसम दामी थियो त्यही भएर तेल सट्ट लगाइदिएको थिएँ अहिले त ल अब आजको लागि चाहिँ यति नै हो भोलिको भ्लगमा फेरि भेट्नुपर्छ अनि थ्याङ्क्स फर वाचिङ हामी 1000 सब्सक्राइबरको धेरै नजिकमा छौँ सो सब्सक्राइब फास्ट अनि अब अर्को भ्लग हेर्दै गर्नु आजकल म एक दिनमा 2-3टा भ्लग पनि बनाउन थालेको छु ल सब्सक्राइब फास्ट